यस एनएसएल हुँदै रहेछ मैले थाहा पाएँ सो यही एनएसएलले गर्दा नै आज म यो ठाउँमा छु त्यो मानेमा मैले उहाँहरूलाई धन्यवाद दिनै पर्छ त्यो एनएसएलमा उहाँहरूले प्लान अनुसार मलाई फुटबलबाट बोयकट नगरे भए अनसोल्ड नगरे भए म अहिले पनि एउटा झोला भिरेर लमजुङको डाँडामा फुटबल खेल्दै हुन्थ्यो होला सुदूरपश्चिमको खप्तडमा गेम खेलिरहेको हुन्थ्यो होला कहिले झापा दौडिन्थ्यो होला त्यही 10,000 8,000 5,000 को लागि होइन त त्यत्रो ट्राभल गरेर त्यो इन्सिडेन्टले मेरो मनमा यति चोट पुग्यो त्यो प्लान थियो भन्ने कुरा जब मैले थाहा पाएँ सबै कुराहरू बुझेँ मलाई एकदम चोट पुग्यो नि त जुन कुरासँग म त्यति नजिक थिएँ त्यही कुराबाट मलाई वञ्चित बनाउन यत्रो तामझाम गरियो दुख्छ नि मन 2-4 महिना हराइयो तर यसरी गिभअप गर्ने मान्छे त म होइन 15 वर्ष 14 वर्ष यति टिकाए त होइन त्यो फुटबलको जनरमा होइन सो के गर्नुपर्छ भनिसकेपछि चाहिँ मैले त्यसपछि चाहिँ आफ्नो युट्युबलाई चाहिँ 100% दिन सकेको त्यसपछि चाहिँ मैले जुन पाएँ नि लाइफ त्यसको लागि त उहाँहरूलाई मैले धन्यवाद भन्नै पर्छ सही कुरा होइन उहाँहरूले गर्दा नै आज म बजारमा सोल्ड भइरहेको छु क्या उहाँहरूले अनसोल्ड नगरे भए म आज सोल्ड हुन्थिनँ अहिले पनि म त्यही चना अन्डाको भरमा फुटबल खेलिरहेको हुन्थेँ त्यही भेडा बाख्रा जस्तो प्लेयरहरूसँग बसेर त्यही सानो सानो सपनाहरू देखिरहेको हुन्थ्यो होला होइन त्यही झोला भिरेर रातारात झापा रातारात धनगढी रातारात लमजुङ रातारात पोखरा पुगिरहेको हुन्थ्यो होला नाइट गाडीमा प्लेनमा उडिरहने त अझै पनि हाम्रो हैसियत बनिएको छैन नेपाली प्लेयरहरूको न क्लबले दिनेवाला छ न सरकारले त्यो उडेको पैसा पनि गुडेरै जानु पर्यो कि त आफ्नो हाल्नु पर्यो आफ्नो हाल्दाखेरि पाउने त्यही 8,000 हो 8,000 नै प्लेनमा तिर्न परेपछि त के को लागि गएको त त्यही भएर म यो मानेमा एकदमै धन्यवादी छु क्या म उहाँहरूप्रति होइन उहाँहरूको त्यो ती व्यक्तिहरू ती फेसेस तपाईँलाई एकदम झलझली याद आइरहेछ नि अहिले बोल्दा पनि है धन्यवाद भन्न मन लाग्छ फलाना नाम भन्न मन लाग्छ त्योभन्दा अगाडि केही दिन अगाडि एनएसएलको अक्सन हुन अगाडि चाहिँ म कहाँ जाँदैछु भन्ने नि मलाई थाहा थियो कुन क्लब त्यो कति कुराहरू फिक्स्डै हो क्या त्यो डिजाइन हो बाहिर भन्नु मिल्दैन सबै कुराहरू अनि तर खुसी लाग्छ अहिले झलझली याद आएर के गर्ने त अहिले कहीँ कतै यसो झुकेर देख्यो भने माया लाग्छ तपाईँहरू त्यही हुनुहुन्छ मेरो यात्रा कहाँ पुग्दैछ आफ्नै गतिमा होइन अहिले उहाँहरूलाई फ्याक्ट कुरा कसैले चिन्ने कसैले माया गर्ने कसैले सम्मान व्यक्त गर्छ गर्दैन नि जति अहिले मैले जुन पाइरहेको छु यो क्षेत्रमा आएर यो उपलब्धिले माया लाग्छ एट द सेम टाइम म धन्य पनि छु है धन्यवाद तपाईँहरूले मिलेर त्यस्तो जालझेल गर्नुभयो कति नराम्रो गर्न खोजेको हो नि त मलाई त कति चोट पुर्याउनु खोजेको हो नि त रुनुभयो तपाईँ त्यो मोमेन्टमा अब आफै इमेजिन गर्नु न तपाईँ त्यही ठाउँमा बसेर त्यही फुटबलको लागि भनेर न विदेश गइयो 2017 अस्ट्रेलियाको भिजा पनि लगभग कन्फर्म थियो तर पनि ह्याप्पी हो आफ्नो मान्छेहरूले हङकङ पनि बोलाउँछु भने युके त्यहाँ केही छैन भने होइन फुटबल त नसा हो एडिक्सनै हो फुटबल ग्राउन्डमा गएपछि सबै टेन्सन सबै दुःख पीडा बिर्सिन्छु पैसै मात्र होइन है सबै कुरा होइन कुनै कुराहरू यत्तिकै पनि आनन्द हुने रहेछ मेरो लागि फुटबल नै हो मेरो बाउले पनि फुटबलै खेलोस् भनेर एउटा इच्छा सपना देखेको म खेल्छु जबसम्म मेरो खुट्टा चल्छ म खेल्छु भनेर बसेको हो नि त त्यही कुराबाट टाढा बनाउँदाखेरि जानी त्यही पनि जानी ग्रान्ड डिजाइन म त पिक फर्ममा हुँदै होइन अझै पनि अहिले पनि तपाईँले हेरिरहनु भएको छ त मेरो गेम त्यो क्वालिटी कति छ भनेर त्यो खुट्टामा पोटेन्सियल कति छ भनेर सेन्स दिमाग कति लगाउँछ भनेर यतिकै थाहा हुँदैन र भने होइन कुन लेभलको अनि त्यही कुराबाट वञ्चित बनाउँदाखेरि त
यो टाउको माथि यो मुटु माथि कति कुण्डलको आकाश खस्यो होला होइन, कति मुटु धड्क्यो होला, कति मुटु रोयो होला, आँखाबाट कति आँसु बग्यो होला, त्यसको त हिसाब किताब नै छैन नि। कसैलाई देखाउन पो भएन र। एउटै कोठा, एउटै त्यो अँध्यारो कोठामा बसेर रोयो। काठमाडौँमै थियो। काठमाडौँमै। त्यति बेला महँगो रुम पनि बस्ने हैसियत थिएन। खानालाई धौधो परिरहेको बेलामा कहाँबाट महँगो रुममा बस्न सकिन्छ त। एउटै अँध्यारो कोठामा साथी बनाइयो, केही महिना रोइयो, केही महिना स्ट्रगल आफ्नै प्रकारको थियो। तर कति नराम्रो गर्न खोजेको हो नि त। अनि अघि मैले अगाडि के भने, जति नराम्रो गर्न खोज्नुहुन्छ त्यसलाई त्यति राम्रो हुन्छ, त्यति त्यसलाई भगवान्ले क्या राम्रो होस् भन्ने चाहनुहुन्छ क्या। भगवान्को अगाडि त हार्नुपर्छ नि। यो क्यामेराले खिचेको कुरा पो हामीले काट्न सक्छ, मिलाउन सक्छ, डिलिट हान्न सक्छ। अनि त्यो माथिबाट एउटा पुरै क्यामेरा छ क्या त्यहाँ त खिचिरहेछ त सबैले के गरिरहेछ करतुतहरू। जति नै ढाँटे भने भोलिको दिनमा गएर तैँले त्यसलाई यस्तो गरिथिस् है, तेरो इन्टेन्सनल चाहिँ यस्तो थियो, यो पाप होइन त, कसैको मन दुखाउनु, कसैको चरित्र हत्या गर्नु यो पाप होइन त भन्दाखेरि मैले कहाँ गरेछु देखाउनुहोस् भन्दा त उहाँ त त्यो क्यामेराबाट त यसरी यहाँनिर भन्दाखेरि त त्यहाँबाट त झुट त होइन, त्यो त्यहाँबाट त उम्किन सक्दैन मान्छे त होइन। त्यसकारण जति बजार्न खोज्नुहुन्छ त्यो मान्छे त्यति उफ्रिन्छ। बल पनि त जति बजार्नुहुन्छ त्यति उफ्रिने हो नि त। बजार्न कति लागि परे तपाईँलाई थाहा छ। फुटबलबाट पनि यता कहिले यताबाट पनि गर्न खोज्यो नदिने, सबै मिल्ने, कहिले केही न केही ल्याकुले होइन त नि। कुनै समय त सबभन्दा कन्ट्रोभर्सीमा पर्ने मै होइन त। कति बजार्न खोज्या त्यति उफ्रेछ त तपाईँको मालिक होइन।